नेपाल, यो शब्द सुन्ने बित्तिकै दिमागमा के आउँछ? हिमाल, सुन्दर प्रकृति अनि सायद गरिबी पनि। आज हामी यही विरोधाभासको कुरा गर्दैछौँ। एउटा यस्तो देश जो हरेक कुराले धनी छ, तर आर्थिक रूपमा भने सधैँ पछाडि। आखिर किन र कसरी भयो यस्तो? आउनुहोस् यसको गहिराईमा पुगौँ। एउटा भनाइ छ, नेपाल गरिब छैन। यो सुन्दा अलिकति अचम्म लाग्न सक्छ, किनकि हामीले देखेको, भोगेको र सुनेको कुरा त अलि फरक छ। तर यो वाक्य पूरा भएको छैन। पूरा वाक्य हो, हामीलाई गरिब बनाइएको छ। हो, यही नै हो सबै कुराको जड। यसले के सङ्केत गर्छ भने समस्या हामीमा वा हाम्रो देशको सम्पत्तिमा होइन, समस्या कतै बाहिर छ, कुनै प्रक्रियामा छ। तर प्रश्न उठ्छ, कसले र कसरी बनायो त हामीलाई गरिब? आज हामी यही प्रश्नको उत्तर खोज्नेछौँ। हाम्रो यो विश्लेषणको पहिलो खण्डमा हामी हेर्नेछौँ नेपालसँग भएको सम्पत्ति र हाम्रो आर्थिक अवस्था बीचको त्यो ठूलो खाडल। यो कथा साँच्चै नै अचम्म लाग्दो छ। सोच्नुहोस् त, नेपाल साँच्चै कति धनी छ। संसारका 10 अग्ला हिमालमध्ये 8वटा यहीँ छन्। भगवान बुद्धको जन्मभूमि। जलस्रोतको त कुरै नगरौँ, अपार सम्भावना छ। प्रकृति र जडीबुटीको खानी हो हाम्रो देश। अनि हाम्रो संस्कृति संसारमै अनुपम। यो सबै हाम्रो सम्पत्ति हो, जसले हामीलाई प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न बनाएको छ। तर यति धेरै सम्पदा हुँदाहुँदै पनि तितो यथार्थ के हो भने संसारले हामीलाई अति कम विकसित देश भनेर चिन्छ। एकातिर यत्रो सम्पत्ति, अर्कोतिर यो ट्याग। कस्तो नमिल्दो कुरा, होइन त? हो, अब हाम्रो मुख्य प्रश्न यही हो। यदि देशसँग यति धेरै स्रोत साधन र सम्पत्ति छ भने त्यो आर्थिक समृद्धिमा किन बदलिएन? त्यो पैसा आखिर कहाँ गयो त? अब अलिकति गहिराईमा जाउँ र ती कारणहरू खोजौँ जसले नेपालको विकासको गाडीलाई बारम्बार रोकिदियो। यो यात्रामा केही महत्त्वपूर्ण ऐतिहासिक र प्रणालीगत अवरोधहरू छन्। कुरा सुरु हुन्छ सन् 1996बाट। त्यो एक दशक लामो गृहयुद्ध। त्यसले देशको विकासमा स्पिड ब्रेकरको काम मात्र गरेन, पुरै इन्जिन नै बन्द गरिदियो। विकासका योजनाहरू रोकिए, स्कुल अस्पताल तहस नहस भए, उद्योग धन्दा चौपट भयो। युद्ध त सकियो, तर त्यसले पारेको घाउले देशलाई धेरै धेरै वर्ष पछाडि धकेलिदियो। अनि विकास रोकिनुको अर्को ठूलो कारण हो भ्रष्टाचारको चक्र। हेर्नुहोस् है, यो कसरी चल्छ। सरकारले विकासको लागि बजेट छुट्याउँछ, कागजमा एकदम राम्रा नीतिहरू बन्छन्, तर त्यो पैसा बीच बाटोमै भ्रष्टाचारको प्वालमा पर्छ। अनि नतिजा, योजनाहरू कहिल्यै पूरा हुँदैनन् र पैसा कहिल्यै सही ठाउँमा पुग्दैन। समस्या पैसा नभएर होइन, त्यसको सही व्यवस्थापन नभएर हो। अब कुरा गरौँ गरिबीको त्यो जटिल चक्रव्यूहको। यो एउटा यस्तो जाल हो जहाँ विभिन्न सामाजिक र आर्थिक कारणहरू एक आपसमा जेलिएर बसेका छन् र बाहिर निस्किनै गाह्रो छ। हाम्रो अर्थतन्त्रको जग नै अलिकति कमजोर छ। देशको करिब 40% जनसङ्ख्या अझै पनि कृषिमा निर्भर छ। तर हाम्रो कृषि प्रणाली अझै पुरानै शैलीको छ, आधुनिक बन्न सकेको छैन। यसले के हुन्छ, उत्पादन थोरै हुन्छ र देशको ठूलो जनसङ्ख्याको आम्दानी पनि एकदमै कम रहन्छ। यसबाहेक अरू पनि बाधा छन्। राम्रो सिप भएको जनशक्तिको कमीले गर्दा युवाहरू राम्रो रोजगारी पाउँदैनन् अनि बाध्य भएर विदेश जान्छन्। हाम्रो पहाडी भूगोलले गर्दा बाटोघाटो र अरू पूर्वाधार बनाउन गाह्रो र महँगो छ। अनि अर्को ठूलो समस्या सहर र गाउँ बीचको खाडल। सबै सुविधा सहरमा मात्रै थुप्रेको छ, जसले गर्दा गाउँहरू विकासको दौडमा धेरै पछाडि छुटेका छन्। र यो हो गरिबीको त्यो डरलाग्दो दुश्चक्र। कोही व्यक्ति गरिब परिवारमा जन्मन्छ, गरिबीका कारण उसले राम्रो शिक्षा पाउन सक्दैन। राम्रो शिक्षा नपाएपछि राम्रो जागिर पाउने कुरै भएन, अनि राम्रो जागिर नपाएपछि ऊ फेरि गरिबीमै फस्छ। यही चक्रले व्यक्तिलाई मात्र होइन, सिङ्गो देशलाई नै अगाडि बढ्नबाट रोकिरहेको छ। ल, यति सबै विश्लेषण गरिसकेपछि अब त्यो सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आऊ, जसको जवाफ हामी सबै खोजिरहेका छौँ। यो अवस्थाको लागि आखिर जिम्मेवार को हो त? त्यसो भए जिम्मेवार को? सत्य यो हो कि यसमा कुनै एक व्यक्ति वा समूहलाई मात्र दोष दिएर हुँदैन। यो एक साझा जिम्मेवारी हो। हाम्रा नेताहरू जसले गलत नीति बनाए र भ्रष्टाचारमा डुबे, हाम्रो प्रशासनिक प्रणाली जुन आफैमा कमजोर छ, समाजको रूपमा हामी पनि, किनकि हामीले गलत कुरालाई सह्यौं आवाज उठाएनौं, र हाम्रो इतिहासले पनि भूमिका खेलेको छ जहाँ विकासको सुरुवात नै धेरै ढिलो भयो। खैर, अब विगतलाई मात्र कोसेर हुँदैन।
दोषारोपणबाट बाहिर निस्केर भविष्यतिर हेरौँ। नेपालको सम्भावना के हो र अब हामीले कुन बाटो रोज्नुपर्छ? यो सबै कुराको सार यही हो। नेपालमा स्रोतको कमी छैन। कमी छ त केवल सही दिशा र सही नेतृत्वको। समस्या हाम्रो सम्पत्तिमा होइन, हाम्रो व्यवस्थापनमा हो। र आशाको किरण पनि यही लुकेको छ। यदि हामीले सही शिक्षा, सही नीति र सबैभन्दा महत्त्वपूर्ण सही सोचलाई अपनाउन सक्यौँ भने नेपाल एसियाकै सबैभन्दा धनी देश बन्न सक्ने अपार सम्भावना राख्छ। यो कुनै सपना होइन, यो एक यथार्थ बन्न सक्छ। र अन्त्यमा यो प्रश्न आजको पुस्ताको लागि हो। के यो पुस्ता देश बदल्ने पुस्ता बन्छ वा विदेश पलायन हुने अर्को एउटा लहर मात्र हो? यही प्रश्नको जवाफले नेपालको भविष्य निर्धारण गर्नेछ।